नमस्कार साथीहरु, गुड इभिनिङ। एउटा पुरानो कहावत छ, जस्तोलाई त्यस्तै ढेँडोलाई निस्तै भने जस्तो के। अब रोस्टममा चाहिँ नि हाम्रो रमेश प्रसाई सरले, माननीय रमेश प्रसाई सरले चाहिँ नि यसको उदाहरण ठ्याक्क मिल्ने गरेर चाहिँ नि जवाफ दिनुभएको छ विपक्षी खेमाका माननीय ज्यूहरूलाई। यो भिडियो तपाईहरुले हेर्नुस्, उहाँको एक एक शब्दले कति पेचिलो चाहिँ नि बाण्ड लागेको छ होला विपक्षी टिमलाई। सडकमा मोटरसाइकल चलाउँदा बेसिक ट्राफिक नियम पनि नमान्ने माननीयको मुखबाट संसदमा बडा बडा नीति नियमका प्रवचनहरू गुन्जिएको। म ती सीएका विद्यार्थी माननीयलाई र अन्य माननीयहरूलाई सभामुख महोदय मार्फत चुनौती दिन चाहन्छु। कुनै रकेट साइन्स चाहिँदैन, यही रोस्टममा उभिएर अङ्कको चार्ट देखाएर पुष्टि गर्नुहोस् त कहाँनिर राज्यलाई घाटा भयो। भन्सारको दर त त्यति बेला बढी थियो, अहिले घटेको छ त ती गाडीहरूमा, कहाँनिर व्यापारीलाई नाफा भयो। यो संसदको रोस्टममा उभिएर पुष्टि गर्नुहोस्, म हार स्वीकार्न तयार छु। जुन पार्टीका मेरै नामका गृहमन्त्री हुँदा यो देशमा जेनजी बालबालिकाहरूको नरसंहार भएको थियो, त्यही पार्टीले तिनै जेनजी शहीदको सम्झनामा संसदमा पार्टीगत मौन धारण गरेको। गिरिबन्धु काण्डको नाम लिन डराएर टी स्टेटको छानबिन गरे हुन्छ भनेर सदाचारको अभिनय गरेको जनताले निहालिरहेकै छन्। हाम्रो माननीय अर्थमन्त्रीको अनावश्यक रूपमा हुँदै नभएको भ्रम फैलाएर चरित्र हत्या गरियो। जब ती गाडीहरू पास भएका छन्, ती गाडीहरू पास भएको मितिमा करको दर, भन्सारको दर आजको भन्दा कम थियो, अहिले भन्सारको दर बढेको छ। अब मेरो प्रश्न, कहाँनिर राज्यलाई घाटा भयो र कहाँनिर व्यापारीलाई नाफा भयो, कहाँनिर देखिन्छ कैफियत। कहिलेकाहीँ जेपिटी बोलिदिने बानी असाध्यै घातक हुन्छ, पूर्वेली भाषामा भन्दा जे पनि भनिदिने। अस्ति एकजना माननीयले हाम्रो नीति कार्यक्रम त 81 सालकोसँग हुबहु मिल्छ भनिदिनु भयो। अनि के मिल्छ भनेको पत्रकारले कलर पनि मिल्छ, कभर पनि मिल्छ भनिदिनु भयो। भित्र किताब खोलेर हेर्ने दुःख किन गर्नु, 81 सालकोसँग हुबहु मिल्छ भनिदियो, 2-4 थान जय जयकार गुन्जिहाल्छन्। सम्माननीय सभामुख महोदय, विद्युतमा कर लगाइयो भनेर हो, विद्युतमा 5% भ्याट लगाइयो, तर कति हो त त्यो 5% भनेको? 50 युनिट भन्दा माथिको बिजुलीमा 5% भ्याट लगाइएको छ। 50 युनिट भन्दा माथि प्रचलित मूल्य अहिलेको प्रति युनिट 9 रुपियाँ 50 पैसा पर्छ। त्यो 9 रुपियाँ 50 पैसाको 5% भनेको त 45 पैसा हो त सभामुख महोदय, प्रति युनिट 45 पैसा भनेको। मैले यदि 100 युनिट बिजुली खपत गरेँ भने मलाई पर्ने करको भार भनेको महिनाको 22.5 रुपियाँ हो। साँच्चै अन्याय भएको हो त मलाई। के ठुल्ठुला कुरा मात्रै गरेर हुन्छ यहाँ विद्युतीकरणको युगमा प्रवेश गर्ने भनेर? प्रधानमन्त्रीको शब्द म सापट लिन चाहन्छु। अनि सब स्टेसन र ट्रान्सफर्मर रुखमा फल्छ, त्यसका लागि स्रोत चाहिँदैन, त्यसका लागि विद्युतमा यसपटक म ऋण खान्छु तर तिर्दिन भन्ने त उही मेरा काकाको तर्क जस्तो भयो त। ऋणको रिसेड्युलिङ हुन सक्छ, ऋणको भाका सारिन सक्छ, तर ऋण खाएपछि एक दिन तिर्नुपर्छ त नि। त्यति बेलासम्म म अग्रज माननीयहरूलाई निशुल्क ज्योतिषी नबन्न आग्रह गर्छु। यो सरकारले किसान देखेन कि प्रतिपक्षले राम्ररी बजेट पढेन।